रेडी भइसकेको छ। देख्न सक्नुहुन्छ हामीले कलर चाहिँ युज गरेनौँ, स्वास्थ्यको लागि खाना राम्रो हुँदैन भनेर। चिकन पाक्दैछ, चिकन ठिक छ त। ओके गाइज, अब सुरु भइरहेको कार्यक्रम। यहाँ के पाकिरहेको दुईवटा प्रेसर कुकरमा। भिनाजु यतै हुनुहुन्छ, भान्सा आज भिनाजुको भान्सा हो। यहाँ अचार बनाउने सामान यता छ, अरू सामानहरू यता फ्रिजमा पनि छ। यसलाई चाहिँ यता टिकटक बनाउनु लाग्छ है। 1 घन्टा भइसक्यो, एउटा टिकटक पनि आउँछ बनाउँछ। अनि दुर्गा चाहिँ यता छिन्, दुर्गा बाहिर के गर्दाखेरि यता के बनाउनु लाग्यो दुर्गा? हो पापड पुराउन। अनि दिदी तैँले बनाउनु पर्छ खानेकुरा। अब के बनाउने? बनाउनु पर्छ के बनाउने? अब छिटो तयारी गर्नु पर्यो। ए ल, के पाक्दैछ दिदी? चिकन पाक्दैछ, चिकन। मिठो पकाउनुहुन्छ मेरो दिदीले चिकन। ए म आइ यता आइ। गाइज पुलाउ पनि रेडी भइसकेको छ। देख्न सक्नुहुन्छ हामीले कलर चाहिँ युज गरेनौँ, स्वास्थ्यको लागि खाना राम्रो हुँदैन भनेर। अब यसबाट यहाँ यता सल्भ गर्न हो, भाँडा सानो भएर। ल हाम्रो दिदी भान्सा गर्नुको एकदम राम्रो मिठो खाना बनाउने। मान्छे पनि मिठो, अलिकति मान्छे मोटो र अलि डल्ली भएर मात्रै हो। गजब बेइज्जती है। Oh my God! Wow! सोचेको इच्छा पुरा भयो।
बसिरहेको त हाँसो सुनको सिक्री गिफ्ट वाउ सुनको गणेशको सिक्री गिफ्ट ढोकर ल सुनको आधा त दुईटै ठिकै भयो होइन छोटो हुन्छ कि भन्नु छोटो होइन सन्तानले दाँडा गरेर ढाकन उनीहरू दिन्छ पहिला बुढा उठ्यो अरे के दिने पैसा छैन पैसा पर्दैन कि पर्दैन भोलिको सक्छ अझै टिका लगाउने धेरै पढ्नु ज्ञानी बन्नु भन्न मिलेन अब ज्ञानी बन्नु सहनशील हुनु एकअर्काले एउटाले अर्कालाई बुझ्ने प्रयास गर्नु नलड्नु सधैँभरि सुखी खुसी हुनु कहिले पनि केही कुराको कमी अभाव नहोस् मलाई के हो त भाइ दुर्गालाई यो गिफ्ट भयो मलाई के भयो त भाइलाई पनि के गिफ्ट दिने अब तर 20 रुपियाँ 5 रुपियाँ दिन्छु योभन्दा अघिल्लो वर्ष पनि ल्याइदिएको थियो अहिले पनि ल्याइदिएको छु बड़ा हरामी हो बेटा धेरै कहाँ उठिन्छन् त नि ल जिउ गरेर खुट्टामा ल ल यसलाई त देखेर खुट्टामा गरेको वाको 50 खुट्टा ढोगर्दिए ढोगर न वा ताला बाहिर तिमी ढोगर्न अघि नै खानु नि पाउनु लाउने होइन के भोलि काल आएर पाउनु शुभकामना छ 9 वर्षमा दाम्पत्य जीवनको शुभकामना छ नम्र मास जस्तै सम्बन्ध होस् नयाँ नोट जस्तो माया बढोस् नयाँ नोट भोलि पनि हुन्न अरे होइन अब अनि यता एकै हुँदो रहेछ तातो तातो गरेर नहुने लैजान्छ है नभए सालालाई भयो नि भोलि पैसाले गिफ्ट किन्ने हाम्रो चाहिँ मलाई चाहिँ पानी पानी भइदिएछ है सरप्राइज साडो के खानु ए फाइदिनु पर्यो त दिनै दिन्न खुवाउनु पर्दैन यो दिनले कति दिनु पेट पुरानो नोट भइहाल्यो जी म तिम्रो लाउनु है ठीक है एनिभर्सरी भन्ने रोकिहाल्नु पर्यो तपाईँ किन लाउने कि लाउने होइन ल खै लेटो गर खै के ल्याइदि खै यसलाई यता देखाउनु है वाउ ल भाइलाई यहाँ 1000 कक्सेट आइ साडले दिएको पनि हेरौँ त ल हेर होइन
साडुको गिफ्ट ल दामी छ राम्रो छ ल थाहा छैन एक एकले मलाई भयो एनिभर्सरी अब पैसा चोलिदेऊ मेरो सबै नचोलिदिनु चुल्दियो गाइज भइयो एनिभर्सरी अब छोटो मिठो धेरै थिएन मान्छेहरू छोटो मिठो थियो बिना चाहिँ हुनुहुन्छ साडु हुनुहुन्छ साडु कस्तो लाग्यो त पिलास ल्याउनु पिलास पिलास दिदी मम्मी चिन्दैन के पिलास यसो त भन्दै कस्तो के भयो यो गर्छ भने खै देखा त छोड्दा सिक्री पाएर यो नलगाउने अरे ए